हे गाइज हामी चाहिँ आज छौँ यता झन्डा पार्क राष्ट्रिय शहीद पार्कतिर अनि जगडोलको माथितिर हो। यहाँ चाहिँ यति धेरै भिड छ आज नयाँ वर्षको दिनमा। ल सबैजनालाई ह्याप्पी न्यू इयर है। हामी यता न्यू इयरको दिनमा यसो घुम्दै भनेर गएको त भिडै भिड मान्छेहरू। हामी पनि यसो घुम्दै ह्यान्डसम भएर गएको। यसो केटीहरूले हेर्दै थियो है। अनि यसो घुम्दा 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 फेरि उकालोतिर गर्मी परेछ भनेर फेरि ज्याकेट खोल्नु पर्यो। अनि यतातिर तलतिर गयो भ्यू देखाउँदा चाहिँ बबाल दामी हेर्दै यसो आइदिउँ दिल्ली भन्ने खालको थियो है। अनि यहाँ माथितिर जाँदाखेरि त अलिक गर्मी धेरै थियो। गर्मीको कारणले हामी एकछिन बस्यौँ त्यहाँ अनि फेरि शीतलमा जानु पर्यो। तर मान्छेहरू त कहाँबाट आउँछन् आम्मामामा यति राम्रा ह्यान्डसम भएर गोरी भएर यो पार्कतिर मात्रै आम्मामामा। काठमाडौँको कुना कुनामा मान्छेहरू त थुप्रो छ हो। यति धेरै मान्छे त ठेलमठेल मेला लाग्यो भन्दा पनि अझ बढी आज नयाँ वर्षको दिनमा मान्छेको त यतातिर ठेलमठेल। हामी पुरा यसो घुम्ने भनेको यहाँ टिकट काट्नुपर्छ यहाँ भित्र जानलाई। अनि हामीले चाहिँ टिकट काटेर गएर एउटा फोटो खिच्न नि नपाइएला जस्तो खालको रहेछ भित्र चाहिँ। धेरै मान्छे क्या भिड एकदम। अनि बाहिरतिर यसो हेऱ्यौँ घुम्थ्यौँ अनि भित्रतिर पनि हेऱ्यौँ। भित्र अलिकति त्यो भित्र झन्डा छ अनि यसो पानी सानी आउने ठाउँ छ त्यहाँभित्र चाहिँ। अनि हामी चाहिँ बाहिरतिर यसो घुम्दै यसो हावा खाँदै गर्मी निकै थियो। यहाँभित्र चाहिँ त्यही झन्डा र हो यति हेर्नलाई मात्रै पैसा टिकट काट्नुपर्ने थियो। त्यहाँभित्र मान्छे थुप्रो भएर हामी चाहिँ गएनौँ। अर्को दिन जानुपर्छ कुनै दिन। अस्ति पहिला पनि गएको दिन हो। यहाँभित्र चाहिँ एकदम भिड हुन्छ फेरि मान्छेहरू फोटो खिच्न नि। यहाँ त ठेलमठेल धेरै थियो मान्छे। त्यो भएर त्यहाँ पैसा तिरेर गएर काम छैन भनेर हामी बाहिर खिच्यौँ। यसो रमाइलो यतातिर नाच्दै थिएँ फेरि सुड्डीहरू नाच्दैछन् आफ्नै तालमा फेरि गाना बजाउँदै नाच्दै आम्मामा धेरै रमाइलो। यता फेरि दुई टिम मात्रै हल्लिरहेको थिएँ है। अनि हामीलाई देखेर यसो लाज पनि लागिरहेको थियो तिनीहरूलाई। लाज लागे पनि यसो कुम्मर मर्काउन खोजिरहेको थिएँ। अनि हामी यसो यतातिर हिँड्यौँ। अनि फेरि हामीलाई चाहिँ यसो खान मन लाग्यो फेरि बरफ। अनि खाएर फेरि तलतिर जाउँ भनेर यो अलिक शीतल भएको ठाउँमा जाउँ भनेर यतातिर आएको जङ्गलतिर यो के भन्छ सल्लाघारीतिर त फेरि मान्छेहरू तलतिर जाने ओहो धेरै भिड मान्छे। फेरि यहाँ पनि मान्छे त कतै खाली छैन। यो डाँडा काँडा मात्रै मान्छेहरूले खोज्नु थाल्यो अहिले। पहिला चाहिँ सहर भनेर सहरतिर छिरे काठमाडौँतिर, अहिले चाहिँ डाँडा काँडा मात्रै खोज्नु थाल्यो। मैयाले फेरि टिकटक बनाउँदैछन् है। हामी यता बसिरहेछौँ अनि फुच्चे पछाडि फेरि घुम्दैछ। उता फेरि जङ्गलतिर अब रुखतिर जाँदैछ। रुख हल्लाएर बस्ने भन्छ उता माथितिर। यस्तो टक्क पारामा सर हेर्दाखेरि चाहिँ मेरो थोपडा राम्रै देख्दो रहेछ भन्ने कुरा बुझेँ। अनि यसो तलतिर हेरेको यो फुच्चे त फेरि रुखमा चढ्दै रहेछ। रुखमा चढेर फेरि यो हल्लाइरहेको छ त्यो के भन्छ रुख बाँदरले जस्तो हल्लाउँछ। उहाँ फेरि उसलाई मजा आयो भन्दै है त्यहाँ हल्लाइरहेको थियो। ल ठिक छ केटा हल्ला त पनि हावा खा चिसो भनेको। त्यसलाई यसो माथितिर हल्लायो। अनि त्यसपछि एकछिनमा त्यसलाई फेरि चिलाउने रोग लागेछ। त्यो रुखको त्यो झुसलाहरू लागेर होला त्यो एलर्जी आएछ क्या त्यो रुख पाडा। अनि फेरि यो दौडेर आयो फेरि यता। अब चाहिँ हामी यहाँ बसेको थियौँ हामी भनेर ऊ आयो फेरि यसो हामी मैया रानीसँग म बसिरहेको थिएँ। फेरि अर्को आएर यता वरपर दौडिरहेछ। मैया रानीले चाहिँ टक्क चस्मा लगाएर मोबाइल अडाएर एकदम भिडियो बनाउँदैछन्। अनि ऊ फुच्चे पनि यसो वरपर हेर्दैछ के कस्तो छ अवलोकन भनेर यसो घुमिरहेछौँ। ठिक छ हामी यतातिरको घुमाइ चाहिँ एकदम बवाल भयो। यो भनेको झन्डा पार्क हो होइन जगडोलको। यतातिर एकदम मान्छेहरू धेरै आउँछन्। साँझ मान्छेहरू धेरै जान्छन्। हामी त दिउँसै गइदिउँ। अनि टक्क हामी 3 जना बसेर यसो हान्दिउँ एउटा भिडियो भनेर सर देखाइदिएको। फुच्चेलाई फेरि चिलाउने रोग लागेर कनाएको कनाइ छ। अनि यतातिरबाट अब चाहिँ हामी जानुपर्छ भनेर यो स्कुटर भएको ठाउँमा जान लागेको। मान्छेहरू यता फेरि भिड भएर स्कुटर पार्किङ है बाटैभरि। अनि गाडीहरू पनि हिँड्ने ठाउँ नभएर जाम फुच्चे अघि गएर बसिसकेछ। अनि हामी चाहिँ आउँदै थियौँ बिस्तारै। ऊ चाहिँ कुदेछ अगाडि फेरि। ल हामी चाहिँ आजलाई यति नै। बाई बाई गाइज। फेरि भेटौँला नेक्स्ट भिडियो।